ऋण लिन ब्याङ्क जाने तयारीमा हुनुहुन्छ भने घरमै के कस्ता तयारी गर्न सकिन्छ त? ब्याङ्क जानु अघि होमवर्क त गर्नै पर्यो। पहिलो कुरा एउटा स्पष्ट योजना बनाउनु पर्यो। योजना प्रोजेक्ट रिपोर्ट जस्तो? हो, प्रोजेक्ट रिपोर्ट वा कम्तीमा एउटा स्पष्ट खाका। ऋण किन चाहियो, कति पैसा चाहियो, त्यो पैसा कहाँ कहाँ कसरी खर्च हुन्छ, कहिलेसम्म काम सकिन्छ, यस्तो कुराहरू। ठिक छ। अनि दोस्रो, आफ्नो लगानी कति हुने, मतलब क्यापिटल, र ब्याङ्कबाट कति चाहिएको हो त्यो स्पष्ट हुनु पर्यो। तेस्रो, ऋण फिर्ता गर्ने योजना। फिर्ता योजना, त्यो त झन् महत्त्वपूर्ण भयो। एकदम। आम्दानी कहाँबाट आउँछ, किस्ता कहिले कसरी तिर्ने, आम्दानीको वैकल्पिक स्रोत केही छ कि, यो सब सोच्नु पर्यो। अनि चौथो, धितो राख्ने सम्पत्तिको सबै कागजात। कागजात त दुरस्त पार्नै पर्यो होला। जस्तो जग्गा हो भने लालपुर्जा, नापी नक्सा, तिरो तिरेको रसिद, आवश्यक परे बाटो सिफारिस, 4 किल्ला प्रमाणित, यस्तै यस्तै।